आर्मी ब्यारेक नजिक आइसक्यो जङ्गलै जङ्गल छ है डर पनि लागेको छ देख्न सक्नुहुन्छ डर त मान्नु पर्दैन होइन यता आर्मी ब्यारेक छ है पुरै सुनसान छ क्या माथि जङ्गल देख्नु पुरै माथि जङ्गल अनि पुरै रोड रोड सुनसान छ गाइस लास्टै हल्का डर पनि लागेको छ खुट्टा पनि लास्ट दुखेको छ गाह्रो छ जिन्दगी खुट्टा पनि भ्लग बनाउँदैछ उता पनि एक साइडतिर होइन पुरै सुनसान छ धर्मले गोलीले हान्छ आर्मी हुने तर चाहिँ गोलीले हान्छ कि भन्दैन गाइस म चाहिँ तर्सेँ गाइस कस्तो त्यहाँ आर्मीहरूले हेर्दै हुनुहुँदो रहेछ नि त्यही सुत्दैन छ है टाइममा ड्युटी हुन्छ नि तर यता चाहिँ डराउनु पर्दैन सुरक्षित उयो आर्मी क्याम्प भइसकेपछि एकदम सुरक्षित हुन्छ तर मनमा डर त हुन्छ अलिअलि भयो नि के हो कुखुरा है क्या यसरी ट्याम्पेकेर आएर यसरी चाहिँ एउटा कुकुर हो के हो यो कुकुर मध्यरातमा कुकुर हिँड्दैछ होइन त सुनसान चाहिँ कोही आयो भने माल चाहिँ छ फेरि मासलाई एक त्यसमा काम पुग्छ फेरि यहाँ माल छ क्या कोहीले न्यु खोज्यो भने चाहिँ होइन यो भयो भने यहाँ माल चाहिँ छ अलरेडी माल छ जङ्गल छेउमा अब चाहिँ उयो छ जोस् होइन टाउको फुल खिच नि यसो भिडियोलाई माया गर्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला मिहिनेत गरेर आएको छौँ मेहनतको फल पाओस् जङ्गलको बाटो हिँडिरहेको छु होइन जङ्गल पुरै जङ्गल देख्न सक्नुहुन्छ माथि पुरै जङ्गल यहाँ आर्मी ब्यारेक चाहिँ छ फेरि डर त लाग्दैन अब अलिअलि डर त भइहाल्छ के आयो भने चाहिँ यहाँ फलाम छ कि एउटा फलाम बोकेको छु कसले अट्याक गर्न आयो भने सिधै दिने हो कि सिधै नडराइकन सिधै दिने हो ल्याम्मा हालिदिनु हो नि त अनि त्यस्तै चाहिँ जङ्गलको बाटो छ गाइस एक दुईवटा बाइक पनि आइरहेछ जस भ्लग कन्टिन्यू आउनेछ माया गर्नु होला त्यस्तो माया गर्नु होला हातै गल्यो